नमस्कार दर्शकबिन, स्वागत छ। म रामहरि सिलवाल र आज म योग ध्यानको एउटा सानो कुराहरू म राख्न जाँदैछु र मेरो एक्सपिरियन्स भन्नुपर्दाखेरि योग ध्यान किन गर्ने र कसरी गर्ने, कहाँ गर्ने, कहिले गर्ने र यो गर्नलाई किन गाह्रो हुन्छ मान्छेलाई भन्ने कुरालाई चाहिँ म एउटा सानो मेरो भाषाबाट स्पष्ट पार्न चाहन्छु कि तपाईँ जहाँ हुनुहुन्छ, तपाईँ जे गर्दै हुनुहुन्छ र जुन अवस्थामा हुनुहुन्छ, तपाईँले त्यहाँ बसेर नै ध्यान गर्न मिल्छ। र ध्यान गर्नलाई तपाईँलाई कुनै ठुलो केही पनि चाहिँदैन, सबै कुराहरू छोडेर नै मात्र ध्यान हुन्छ। र जब हाम्रो मन एकदम विचलित हुन्छ, तपाईलाई तनाव हुन्छ, किनभने हाम्रो कि वर्तमान कि भविष्यतर्फ अगाडि बढिरहेको हुन्छ। त्यसले गर्दाखेरि हामीले एकदमै लामो डिप श्वास लिएर तपाईँ जब प्रेजेन्ट मोमेन्टमा आउनुभयो भने तपाईँलाई एउटा त्यहाँ चाहिँ ध्यानको महसुस हुन्छ। अब हामी लामो समयसम्म त बस्न सक्दैनौँ, तर पनि हाम्रो एउटा 2 मिनटबाट सुरुवात गऱ्यो भने पक्कै पनि त्यो चाहिँ आफ्नो लागि 24 घन्टा हुन्छ। एक दिनको 24 घन्टामा तपाईँले आफ्नो लागि चाहिँ 2 मिनट मात्रै दिनुभयो भने तपाईँको जीवन चमत्कार हुनेछ। र मैले विगत 2023 देखि अहिले 2.5 वर्ष, लगभग 3 वर्ष हुन लाग्यो मैले ध्यान गर्दै आइरहेको छु। र यो मेरो एउटा एक्सपिरियन्स म तपाईँहरूको माझ लिएर आउन चाहन्थेँ। र यो एक्सपिरियन्स तपाईँहरूको माझ म धेरैभन्दा धेरै लिएर आइरहने छु। र संसारमा जति पनि मान्छे एकदम कोलाहलमा छन्, दुःख कष्ट भोगिरहेका छन्, जीवनमा सबैभन्दा खुसी, ह्याप्पी भएर हाँसेर हिँड्न सक्ने एउटा चाहिँ प्रेरणा चाहिँ हामी दिन सक्छौँ।